नमस्ते साकला बिन्टु टु एभ्रिवान। आज मेरो स्पेसल दिन। मेरो स्पेसल दिन भएको कारणले सबै अफिसवालाहरू छुट्टीमा, हाम्रो सुपरभाइजर सर पनि छुट्टीमै हुनुहुन्छ। मेरो बर्थडेको दिन आज हामी कार्डबाट पेमेन्ट गरेर अर्डर गर्दैछौँ। अर्डर गरिसकेपछि हामी लाग्यौँ नाङ्लो रेस्टुरेन्टतर्फ र गाडीमा केही रमाइलो कुराकानी। ल ह्यापी बर्थडे लोकेन्द्र भण्डारी। आज हामी लोकेन्द्रको बर्थडेको लागि ट्याक्क लगाएर मुसाफा 11 जाँदैछौँ नाङ्लो रेस्टुरेन्टमा चरप खानलाई। ओली सरकार ल ह्यापी बर्थडे हाम्रो लोकेन्द्र भण्डारीजी है। हामी चाहिँ नेपाली खाना खाना होइन पार्टीमा छरप परप भन्दाले त्यहाँ अस्ट्रेलियाबाट पठाइदिएर अस्ट्रेलियाको मासु कोदोको ढेँडोसँग ल्याम। गाडीमा रमाउँदै खेल्दै हाँस्दै जिस्किँदै हामी अगाडि बढिरहेका थियौँ नाङ्लो रेस्टुरेन्टको तर्फ। हाम्रो ड्राइभर चाहिँ बङ्गाली ड्राइभर थियो, एकदम कन्फिडेन्सवाला ड्राइभर। समयको यात्रापछि फाइनल्ली हामी नाङ्लो रेस्टुरेन्टमा पुग्न सफल भयौँ। पुग्ने बित्तिकै अर्डर आएर सबैजनाले झपाझप हान्न थाली पनि सकेका थिए। मिठो मोमो थियो प्लस थकाली सेटहरू एकदमै दामी। हेलो ल ह्यापी बर्थडे। स्पेसल्ली अरू मान्छेहरूले बर्थडेको दिन चाहिँ अरू केक चाहिँ काट्छन्। मैले चाहिँ केटाहरूलाई थकाली सेट खानको लागि नाङ्लोमा लिएर गएको थिएँ। अब विदेशमा यस्तै छ। हामी खाना खाइसकेपछि यसो रमणीय भ्यू हेर्नको लागि बाहिर निस्क्यौँ। बाहिरको वातावरण एकदमै राम्रो थियो। त्यसपछि हामी फेरि ट्याक्सी पर्खेर आफ्नो रुमतर्फ लाग्यौँ। साथीहरू, यो थियो मेरो मिनी भ्लग। कस्तो लाग्यो कृपया लाइक, सेयर र कमेन्ट गरिदिनु होला। नेक्स्ट भ्लगमा हामी भेट्नेछौँ है त।